यो भिडियोमा म अनलाइनबाटै आफै एउटा डिम्याट अकाउन्टको खाता खोलेर सबमिट गरेर भरेर तपाईहरुलाई सिकाउने छु। त्यसको लागि तपाईहरु सबैभन्दा पहिला गुगलमा गएर क्यापिटल म्याक्स सेक्युरिटीज अथवा तपाईलाई जुन सेक्युरिटीज अथवा ब्रोकरमा खोल्नु छ त्यही सेक्युरिटीजको राख्न सक्नुहुन्छ। मलाई चाहिँ यो सजिलो लागेर मैले यही चुज गरेँ। अब यसमा गइसकेपछि अथवा तपाईले यो capitalmax.com.np भनेर डाइरेक्ट युआरएल टाइप पनि गर्न सक्नुहुन्छ। अब यता तपाईले राइट साइडमा ओपन अकाउन्टको अप्सन देख्न सक्नुहुन्छ। त्यहाँ गएर क्लिक गरिसकेपछि डिम्याट एन्ड मेरेसर अकाउन्ट भनेर एउटा अप्सन आउँछ। त्यहाँ क्लिक गरिसक्नु भएपछि तपाईहरुलाई यो इन्टरफेसमा पुर्याइदिन्छ। अब त्यसपछि तपाईहरुले यहाँ फर्स्ट नेम देख्न सक्नुहुन्छ। अब एउटा कुरा के भन्दिउँ भने यहाँ तपाईले यो रातो डट देख्नुहुन्छ नि त्यो चाहिँ म्यान्डेटरी हो, तपाईले त्यो चाहिँ भर्नै पर्छ। त्यो नभएको चाहिँ तपाईले नभर्दा पनि हुन्छ। र अब यहाँ सबैभन्दा पहिला हाम्रो नाम भर्नुपर्ने हुन्छ। मैले लेखेँ यहाँ सञ्जय र लास्ट नेममा मैले बानिया लेखेँ। त्यो पछि अब तपाईहरुले आफ्नो जन्ममिति भर्नुपर्ने हुन्छ। अब जन्ममिति भर्दाखेरि चाहिँ 2082 आउँछ अनि त्यहाँ सेलेक्ट गरिसकेपछि चाहिँ माथि 77, 72 अनि 67 गरेर तपाईले सेलेक्ट गर्दै गएपछि मात्र माथिको सालहरु खुल्छ। अब मैले यहाँ 52 साल लेखिसकेपछि अब यहाँ जेन्डर सेलेक्ट गरेँ। अब नेसनालिटीमा अब सबैको नेपाली नै होला, पक्कै नेपाली लेख्नु हुनेछ। अब वैवाहिक स्थिति तपाई म्यारिड भए म्यारिड अथवा अनम्यारिड भए अनम्यारिड लेख्न सक्नुहुन्छ। र अब ग्रान्डफादर्सको नेममा तपाईको हजुरबुवाको नाम तपाईले राख्नुपर्ने हुन्छ। र अब फादर्समा अब बुवाको नाम भइहाल्यो, बमबहादुर बानिया। अब आमाको नाममा तपाईहरुले आफ्नो आमाको नाम लेख्नुपर्ने हुन्छ, शान्ति बानिया मैले लेखेँ यहाँ। अब यहाँ तपाईको पत्नी, पति अथवा छोराछोरी हुनुहुन्छ भने त्यहाँ लेख्न सक्नुहुन्छ र अब छैन भने तपाईले त्यहाँ छोड्न सक्नुहुन्छ। अब यहाँ इमेलको पालो आयो। इमेल चाहिँ तपाईहरुले एकदमै जेन्युन राख्नुपर्ने हुन्छ, किनभने तपाईको त्यो एकाउन्टको जुन भेरिफिकेसन लिंकहरु हुन्छ इमेलमा नै आउने गर्दछ। अब यो डिफरेन्टली एबल्ड पर्सन भनेको छ, यसमा मैले नो सेलेक्ट गरेँ। अब इन केस अफ माइनोरिटी भनेको चाहिँ यो नाबालिगको हकमा बच्चाहरुको खोल्नु पर्यो भने चाहिँ यो अप्सन चुज गर्नुपर्ने हुन्छ। अब पालो आयो सिटिजनशिप नम्बरको। सिटिजनशिप नम्बर यहाँ हाल्नु होला र इस्यु डिस्ट्रिक्ट तपाईको जारी जिल्ला कुन हो त्यो जिल्ला सेलेक्ट गरेर तपाईले यहाँ राख्नुपर्ने हुन्छ। र त्यो गरिसकेपछि जारी मिति तपाईको नागरिकताको जारी मिति कति हो यहाँ सेलेक्ट गर्नु होला। अहिले सालको जस्तै हामीले यहाँ माथि क्लिक गरेपछि मात्र अघिल्लो सालहरुको अप्सन खुल्नेछ। अब यहाँ मैले यो सेलेक्ट गरेँ। अब यति गरिसकेपछि तपाईको यहाँ राजधानी नम्बरहरु सोधेको छ, यो म्यान्डेटरी छैन। अघि मैले भनेको जस्तै यो रातो डट भएको चीज चाहिँ तपाईले भर्नै पर्ने हुन्छ, अरु चाहिँ तपाईको म्यान्डेटरी भन्ने हुँदैन। अब त्यो पछि तपाईको यहाँ बैंक खाता नम्बर भनेर सोधेको छ। तपाईको आफ्नो कुनै पनि बैंकको यहाँ नम्बर, बैंक तपाईले युज गर्ने बैंकको खाता अनि त्यहाँको ब्रान्च र खाताको नम्बर यहाँ राख्नुपर्ने हुन्छ। मैले यहाँ टाइप गर्दै छु बैंक नम्बर। र अब यति गरिसकेपछि यहाँ क्याप्चा तपाईले इन्टर गर्नुपर्ने हुन्छ 2370 र यति गरेर नेक्स्ट गरिसकेपछि हामीलाई अर्को इन्टरफेसमा लैजान्छ। यसमा तपाईले आफ्नो ठेगानाको विवरण हाल्नुपर्ने हुन्छ। यो एकदम सजिलै हुन्छ। यहाँ रातो देखाएको जतिमा तपाईले भर्नु होला। नेपाल हाले मैले। अब तपाईको अब कुन प्रोभिन्स हो त्यो प्रोभिन्स सेलेक्ट गर्नु होला। अब त्यो सेलेक्ट गरिसकेपछि जिल्ला कुन हो, अब यहाँ मैले सुदूरपश्चिम राखेँ, बागमती, कर्णाली कुन चाहिँ राख्नुहुन्छ त्यो राख्नु होला। अब यहाँ तपाईको नगरपालिका अनि तपाईको अहिलेको हालको वडा नम्बर, नागरिकतामा भएको वडा नम्बरहरु तपाईले राख्नुपर्ने हुन्छ र मोबाइल नम्बर अब मैले यहाँ मेरो मोबाइल नम्बर राख्दै छु। यति गरिसकेपछि अब तपाईको त्यो ठेगाना अहिले तपाई त्यही बस्नुहुन्छ भने यो बक्समा टिक लाउनु होला। अब हैन भने तपाई अहिले काठमाडौँ अथवा अन्य कुनै ठाउँमा बस्नुहुन्छ भने तपाईले फेरि पनि अब यही देश सेलेक्ट गरेर प्रोभिन्समा बागमती राखेर यता काठमाडौँ राखेर राख्न सक्नुहुन्छ, अथवा त्यही टिक लगाइदिनु भयो भने सबै माथिकै पेस्ट भएर तल आउँछ। अब नेक्स्ट, अब यति गरिसकेपछि नेक्स्ट गर्नु होला। अब अर्को इन्टरफेसमा लैजान्छ। यसमा तपाईले अब आफ्नो अकुपेसन सेलेक्ट गर्नुपर्ने हुन्छ। अब अकुपेसन सेलेक्ट गर्दाखेरि तपाईले अब यहाँ स्टुडेन्ट सेलेक्ट गर्न सक्नुहुन्छ अथवा बिजनेस, फार्मर के हुनुहुन्छ त्यो सेलेक्ट गरेर अब यहाँ तपाईको एनुअल इन्कम यो जति राख्दा पनि हुन्छ। अब तपाईले स्टुडेन्टको भएपछि त पक्कै अप टु 1 लाख हुने भइहाल्यो। अब अरु यहाँ म्यान्डेटरी नभएको तपाईले भर्नै पर्छ भन्ने छैन। अब अर्को यहाँ हामीलाई सोधिएको छ यहाँ एकाउन्ट स्टेटमेन्ट भनेर सोधिएको छ। अब अकाउन्ट स्टेटमेन्टमा तपाईले हप्तै पछि अथवा महिने पछि त्यो चाहिन्छ भने राख्नुस्, या नराख्दा पनि हुन्छ। तपाईले त्यस्तो आवश्यक पर्ने चीज हैन यो। अब यहाँ सोर्स अफ इन्कममा तपाईको इन्कमको सोर्स चाहिँ के हो भनेर तपाईले यहाँ खुलाउनु पर्ने हुन्छ। मैले स्यालेरी राख्दै सरी। अब यो तपाईको मनी लन्ड्रिङको प्रिभेन्सन हो। अब कोही तपाईको आफन्तहरु पोलिटिशियन छ अथवा हाई र्याङ्किङ अफिसियल हुनुहुन्छ भने तपाईले यहाँ यस गर्नुपर्ने हुन्छ, नत्र भने यहाँ नो गर्दै जानु होला।
अब यो भनेको चाहिँ एड अ नोमिनी। अब तपाईँको यो त ट्रान्जेक्सन एकदम मोनिटरी एकदम भ्यालुएबल चिज हो, तपाईँको सेयरहरू पर्छ होइन। अब यसमा चाहिँ तपाईँले आफ्नो कोही हकवाला राख्न चाहनुहुन्छ भने तपाईँको आमा बुवा पति पत्नी यस्तोहरूको नाम चाहिँ तपाईँले पछि नामसारी गर्दा यो सजिलो हुन्छ, त्यसैले यो राख्न पनि सक्नुहुन्छ। मैले चाहिँ अहिलेलाई यो स्किप गरेँ। नेक्स्ट गरिसकेपछि अब यो इम्पोर्टेन्ट पार्ट हो है, यो चाहिँ ध्यान दिएर हेर्नु होला। अब यहाँ चाहिँ हामीले हाम्रो फाइलहरू अपलोड गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला चाहिँ एप्लिकेन्ट फोटो। एप्लिकेन्ट फोटोमा अब मेरो यहाँ विन्डोजको चाहिँ रेकर्ड गर्दाखेरि खुलेन है। अब यहाँ मैले अब यहाँ मेरो फोटो अपलोड गर्दैछु, फोटो अपलोड गरेँ। अब फोटो अपलोड गरिसकेपछि अकाउन्ट होल्डर्स म्याप भन्छ। अकाउन्ट होल्डर्स म्यापमा चाहिँ तपाईँले यसरी आफ्नो बस्ने घरको चाहिँ म्याप यसरी तयार पारेर यहाँ राख्नुपर्ने हुन्छ। अब त्यति गरिसकेपछि मैले यहाँ सिग्नेचर अपलोड गरेँ, आफ्नो साइन एउटा कपीमा साइन गरेर अनि अपलोड गर्न सक्नुहुन्छ। र दायाँ र बायाँ हातको छाप पनि त्यही कपीमै एउटा स्ट्याम्प प्याड किनेर तपाईँले यसरी दायाँ बायाँ राख्न सक्नुहुन्छ, अथवा पेनको मसीले गर्दा पनि हुन्छ। र अब नागरिकता सिटिजनसिप फ्रन्ट भनेको छ अगाडिपट्टि नागरिकताको अगाडिपट्टिको फोटो, र सिटिजनसिप ब्याक भनेकोमा नागरिकताको पछाडिपट्टिको फोटो। र सेल्फी विथ सिटिजनसिप भनेकोमा चाहिँ तपाईँको अनुहार र यो नागरिकता बोकेको आउनुपर्छ। र अहिलेको यो मैले भनेको चाहिँ तपाईँको घर अब जस्तै रिङ रोडमा छ नयाँ बजार रोड भनेर यसरी तपाईँले स्पेसिफाई गर्न सक्नुहुन्छ। र यसमा चाहिँ तपाईँको अनुहार र नागरिकता आउने गरी तपाईँले राख्नुपर्ने हुन्छ। र यो ब्याङ्क चेकको अप्सनमा चाहिँ तपाईँले एउटा ब्याङ्कको चाहिँ चेक राख्नुपर्ने हुन्छ फोटो खिचेर। जस्तै यहाँ मैले नबिल ब्याङ्कको मेरो ब्याङ्कको चेक अपलोड गरेको छु। अब अर्को भनेको कुन ब्रान्च भिजिट गर्न चाहनुहुन्छ भनेर यहाँ सोधिएको छ। अब यसमा दुईवटा मात्र अप्सन छ, पोखरा र काठमाडौँ। तपाईँले जुन सेलेक्ट गर्नुभयो भने हुन्छ, यो फरक पर्दैन खासै। अब यहाँ मेरो मिलेन, सिग्नेचर साइज एक्सिड 25 KB भन्यो। यो एकदमै आउन सक्ने प्रब्लम हो र यसको पनि म सोल्युसन तपाईँहरूलाई भनिदिइहाल्छु है। अब यसको सोल्युसनको लागि चाहिँ तपाईँहरू नयाँ ट्याबमा गएर तपाईँले चाहिँ यहाँ के टाइप गर्नुपर्छ भने इमेज साइज रिड्युसर अथवा त्यो साइज इन्हान्सर त्यस्तो रिड्युसर हान्नुभयो भने, रिसाइज इमेज हान्नुभयो भने यहाँ यस्तो इन्टरफेस खुल्छ। जुन पनि वेबसाइटमा गएर तपाईँले यहाँ त्यो फोटो चाहिँ सेलेक्ट गरेर 25 KB भन्दा बढी साइज छ भने चाहिँ त्यसको साइज सजिलै घटाउन सक्नुहुन्छ। अब मैले यहाँ मेरो इमेज अपलोड गर्दैछु। इमेज अपलोड गरिसकेँ मैले। अब यहाँ सेलेक्ट इमेज होइन, यहाँ इमेज अपलोड गरिसकेपछि अलिक हल्का तल गएपछि यहाँ रिसाइज इमेज भन्नेको अप्सन हुन्छ र डाउनलोड त्यो रिसाइज भइसक्यो मेरो इमेज। अब यहाँ डाउनलोड इमेज गरेँ मैले, इमेज डाउनलोड गरेँ। अब फेरि म उतापट्टि गएर यहाँ हेर्न सक्नुहुन्छ भइसकेको छ, र म यतापट्टि गएर त्यो अहिलेको डिलिट गरेर फेरि नयाँ त्यो अहिले भर्खरै डाउनलोड भएको फाइल चाहिँ अपलोड गर्दैछु। त्यो फाइल अपलोड गरिसकेपछि अब हामीलाई अर्को इन्टरफेसमा लैजान्छ। अब यति गरिसकेपछि चाहिँ तपाईँको यो अनुसूची 15 भनेर देखाउँछ। तपाईँको साइनहरू आफै त्यहाँ अटोमेटिकल्ली आइसकेको हुन्छ, तपाईँले यहाँ केही पनि गर्नु पर्दैन, जस्ट अब तपाईँले यहाँ नेक्स्ट गरिदिनु भयो भने हुन्छ। अब यति गरिसकेपछि तपाईँलाई यहाँ वुड यु लाइक टु भेरिफाई KYC भनेको छ। स्टार्ट भिडियो KYC अथवा भिजिट ब्रोकर अफिस भनेको छ। यो भिडियो KYC नगर्नु होला, भिजिट ब्रोकर अफिस गर्नुहोस्। तर तपाईँ ब्रोकर अफिस गइराख्नु पर्ने आवश्यकता चाहिँ छैन। तपाईँले भिजिट ब्रोकर अफिस गर्नुभयो भने तपाईँको घरबाट नै यो अकाउन्ट खुल्छ। यो अप्सन सेलेक्ट गरिसकेपछि अब तपाईँले यहाँ नेक्स्ट गर्न सक्नुहुन्छ। अब यति गरिसकेपछि चाहिँ तपाईँको एप्लिकेसन चाहिँ सबमिट हुन्छ र यस्तो इन्टरफेस आउँछ र तपाईँले यस्तो DP कोड भनेर दिन्छ र केही समय 1 दिन अथवा 2 दिनपछि चाहिँ तपाईँको इमेलमा चाहिँ तपाईँलाई एक्टिभेसन लिङ्क चाहिँ तपाईँको यो ब्रोकरले तपाईँलाई पठाइदिन्छ तपाईँको इमेलमै।